सो हाई म चाहिँ आज मेरो भिजा एक्सपिरियन्सको बारेमा भन्न जाँदैछु। मेरो चाहिँ इन्टरभ्यू जनवरी 8मा थियो, जुन चाहिँ मेरो बर्थडेको दिन थियो। म चाहिँ मेरो 8:30 बजे थियो। म बिहानै 7 बजे एम्बेसी पुगिसकेको थिएँ र मलाई चाहिँ नारायण सरले एम्बेसीसम्म लिएर जानुभयो र 1-2-3 घन्टै बाहिर बस्नुभयो र भिजा पाएपछि मलाई घरसम्म होस्टेलसम्म लिएर पनि आउनुभयो। आई फिल सो लकी टु ह्याभ हिम। यहाँ 8:30 बजेदेखि इन्टरभ्यू थियो। म भित्र छिरेँ। म र मेरो सँगै पढेको साथी थियौँ, हामी 2जना थियौँ। हामी एकदमै आफ्नो पारामा चिलमा भित्र छिर्यौँ। सबजना हेर्छौँ सिरियससँग हामी 2जना चाहिँ अब गफ गरिरहेछौँ, घरि सिसी क्यामेरा हेरिरहेछौँ, घरि के गरिरहेछौँ। हामीलाई डर भन्ने यति पनि थिएन। 2जना भित्र छिर्यौँ। भित्र जब बायोमेट्रिक गरिसकेपछि अनि त्यसपछि सुरु हुन्छ डर भनेको के हो। सबजना रिजेक्ट एकदमै रेयरली 1-2जना मात्रै भिजा दिइरहेछ। अब कन्फिडेन्स सक्यो, अब भिजा दिन्छ भन्ने लागेन। अनि पनि लाइनमा बस्यो। त्यहाँ लाइनमै बस्न लाग्छ 1-1.5 घन्टा। त्यो चाहिँ प्रिपेयर भएर जानुपर्छ। भित्रै नै 1-2 घन्टा मजाले लाग्छ। भित्र गइयो अनि अर्को बोलेको पनि सुनिन्छ, सबै सुनिन्छ। अनि कन्फिडेन्स त लो भएको थियो मेरो त। डिमोटिभेट गर्ने फ्याक्टरहरू धेरै हुन्छ त्यहाँनिर र त्यो सब कुरा एभोइड गर्ने, त्यहाँ गएर दिमागमा क्वेसनहरू खेलाउन थाल्ने, त्यो हुन्छ नि आफूले प्रिपेयर गरेको चिजहरू दिमागमा त्यो खेलाउन नथाल्ने। जस्ट आफू जस्तो प्रिपेयर भएर गएको छ त्यहाँ गएर त्यस्तै ठ्याक भन्ने र आफू आई टु आई कन्ट्याक्ट मिस नगर्ने अफिसरसँग। मेरो टर्न आयो YUSA भनौँ सुरुमै। अनि मैले YUSAमै सबै एन्सर दिएको थिएँ। मैले जस्तै YUSA मेरो चाहिँ कस्तो एन्सर मैले बनाएको थिएँ भन्दाखेरि, US अभियसली त्यो त एउटा नर्मल फर्मल क्वेसन हो। त्यो क्वेसनको एन्सर प्रिपेयर थिएँ म वहाँनिर। अनि सँगसँगै मैले YUSAमै सबै एन्सर भनिदिएँ। जस्तै YUSAमा मैले जोड्दा नेपालमा काम गरेको, नेपालमा यस्तो कमजोरी छ, त्यही भएर मैले USA चुज गरेको भनेर सबै थोक भनिदिएँ। अनि अलिकति लङ एन्सर भनिदिएँ र पनि सुनिरहेको उसले। अनि त्यसपछि के भनौँ भन्दाखेरि, तँ यत्रो धेरै यहाँ नेपालमै काम गरिरहेको छस्, किन फेरि USA भनौँ, फेरि त्यो एन्सर सोधौँ। अनि मैले के भने अघि नै भने नि मैले यहाँनिर यो फिल्डमा मैले 3 इयर्सदेखि काम गरिरहेको छु। यो फिल्डमा यस्तो कमजोरी छ। त्यहीलाई फिलअप गर्नको लागि म मास्टर डिग्री फिल्म मेकिङमा US जान लागेको। पछि फेरि नेपालमा फर्केर आएर त्यो फिल्डहरू कभर गर्छु भनेर मैले भने। वाइ दिस युनिभर्सिटी भनेर सोधेको थियो। दिस युनिभर्सिटी एक्सेप्ट ओन्ली 12 स्टुडेन्ट फ्रम अल एराउन्ड द वर्ल्ड, सो आइ एम प्राउड टु रिपोर्ट द्याट आइ एम द वान अफ देम भनेर भनेको थिएँ। त्यो मेरो स्ट्रङ पोइन्टहरू 1-2वटा थियो जुनले चाहिँ क्याची पोइन्टहरू थियो। जस्तै यो एउटा भयो। अनि अर्को एरियल एक्स मिनी एलएफ क्यामेरा भनेको थियो, जुन चाहिँ प्रोफेसनल क्यामेरा हो एउटा फिल्म स्टुडेन्टको लागि। त्यो एउटा स्ट्रङ पोइन्ट थियो। अनि हाम्रो युनिभर्सिटीमा चाहिँ कस्टमाइजेबल कोर्स वर्क छ। मेरो कोर्स वर्क चाहिँ म यस्तो गर्न मन छ भनेर मैले प्रोफेसरलाई भने जे कोर्स वर्क हो ठ्याक्कै त्यो गर्न पर्दैन। मैले मेरो डिजाइनको कोर्स वर्क गर्न पाउँछु। यदि त्यो चाहिँ क्राइटेरियाभित्र पर्छ भने चाहिँ पाउँछु। मैले आफ्नो डिजाइनको कोर्स वर्क गर्न पाउँछु। त्यो चाहिँ त्यो पोइन्ट थियो। त्यो स्पोन्सर को भनौँ, माई प्यारेन्ट्स आर माई स्पोन्सर अफिसर भने मैले त्यति मात्रै भने। के अरे हु इज योर स्पोन्सर भनेर सोधो भने माई प्यारेन्ट्स आर माई स्पोन्सर अफिसर। त्यो तपाईँहरूले डाइरेक्ट मेरो मम्मीले यति कमाउनुहुन्छ, बाबाले यति गर्नुहुन्छ भनेर सुरुमै नभन्नु। जस्तै उसले हु इज योर स्पोन्सर भनेर सोधो भने माई प्यारेन्ट्स आर माई स्पोन्सर अफिसर भन्यो। अनि मात्रै सोध्छ उसले। फेरि मलाई चाहिँ फेरि सोधेको थियो के गर्नुहुन्छ भनेर सोधेको थियो। अनि मैले मेरो फादरले यो गर्नुहुन्छ, यति कमाउनुहुन्छ, मम्मीले यो गर्नुहुन्छ, यति कमाउनुहुन्छ, अनि हाम्रो फार्म हाउस छ, यसले यति जेनेरेट गर्छ भनेर। अनि टोटल कम्बाइन इन्कम इज यति, माई ट्युसन फिज यति, जुनले चाहिँ मेरो इजिली कभर हुन्छ भनेर भनेको थिएँ। त्यसपछि एकछिन कम्प्युटरमा हेऱ्यो अनि इलिनोय सिकागो भनेर भनौँ। अनि यस अफिसर भने। अनि त्यसपछि त्यो सिनेमेटोग्राफीको लागि एकदमै दामी ठाउँ छ, यो ठाउँ छ भनेर उसले ठाउँको बारेमा भनौँ। अनि सिनेमेटोग्राफीको बारेमा भनौँ। अनि त्यसपछि चाहिँ ओके, म भित्रैबाट पोजिटिभ भाइब आउनु थाल्यो। ओके भिजा पाइने रहेछ भन्नेवाला फिल आउनु थाल्यो। त्यसपछि चाहिँ अनि एकछिन कम्प्युटर हेऱ्यो र ग्रिन स्लिप सर्ट निकालो, कङ्ग्रेचुलेसन म्यान भनौँ। सर्ट थियो। गार्दाले भाइ तिमीले त कत्रो साह्रो बोल्यौ भनेर भन्यो। हो यो एकदमै मायने राख्ने रहेछ। जस्तै तपाईँले त्यहाँ बोल्दा चाहिँ एकदमै साह्रो बोल्नुपर्ने रहेछ। अनि के भन्दैछु भन्ने कुरा चाहिँ याद राख्ने। जस्तै सबसे पहिले त युनिभर्सिटीको रिसर्च गर्ने के मेन पोइन्ट छ भनेर निकाल्ने। त्यो युनिभर्सिटीमा के मेन पोइन्ट छ, मेरो कोर्सको लागि के मेन पोइन्ट छ जुन चाहिँ अरू युनिभर्सिटीमा
छैन। मेरो युनिभर्सिटीमा सबसे मेन पोइन्ट भनेको मैले अघि भन्नु बिर्सेँ, ट्युसन फी एफोर्डेबल थियो, किनकि फिल्म मेकिङ कोर्स युएसमा लास्ट टाइम महँगो हुन्छ। अरू युनिभर्सिटीको कम्पेरिजनमा मेरो युनिभर्सिटी सस्तो थियो भने, जुन चाहिँ एफोर्डेबल फर मी भने। अनि अर्को भनेको चाहिँ मेरो युनिभर्सिटी जम्मा 12 जना मात्रै विद्यार्थी लिन्छ वर्ल्डबाट। सो आई वाज सेलेक्टेड थ्रु द इन्टरभ्यू भने त्यो पनि भने। अनि आफ्नो रिसर्च गर्ने भेटिन्छ, जुनै सब्जेक्टको पनि केही न केही पोइन्टहरू भेटिन्छ जुन चाहिँ क्याची पोइन्ट हुन्छ। सो 4-5 वटा क्याची पोइन्टहरू लिने। अनि अर्को मेरो भिजा पाउनुमा चाहिँ मैले मेरो वर्क एक्सपिरियन्स एकदमै म्याटर गर्छ, आफूले पढेको फिल्डमा के काम गरिरहेको छ अहिले भन्ने कुरा एकदमै म्याटर गर्छ। सो मैले यो एकदमै भनेको थिएँ, म नेपाली फिल्म इन्डस्ट्रीमा 3 वर्षदेखि काम गरिरहेको छु, मैले यो फिल्ममा काम गरेको थिएँ, यो मान्छेसँग काम गरेको थिएँ। अनि एडिसनल्ली मेरो अर्को प्लस पोइन्ट भनेको चाहिँ मैले इन्टरनेसनल प्रोजेक्ट मिस्टर बिस्टको प्रोजेक्ट पनि गरेको थिएँ। मिस्टर बिस्टको प्रोजेक्टमा चाहिँ नेपाली भोइस आर्टिस्ट एज अ नोलेन क्यारेक्टर मैले गरेको थिएँ। सो त्यो पनि मैले मेन्सन गरेँ। र आफूले काम गरेको कुरा एकदमै म्याटर गर्छ, कुनै पनि नछुटाउनु, डिएसमा सबै हालिदिनु, डिएसमै हाल्नुपर्ने रहेछ मेन, मैले सबै हालेको थिएँ। अनि आफूले काम गरेको कुरा एक्सप्लेन गर्न नबिर्सिनु र फर्दर के गर्ने, नेपाल फर्केर आएर के गर्ने भन्ने भिजन एकदमै क्लियर एन्सर बनाउनु। एकदम मैले नेपाल गएर आफ्नो कम्पनी प्रड्युस गर्छु, त्यो नेपालको आर्टिस्टहरूसँग मैले काम गरेको छु, नेपालको अपकमिङ आर्टिस्टहरू मैले देखेको छु, मैले सँगै एक्सपिरियन्स गरेको छु र मलाई फिल थाहा छ, मलाई त्यो भोगाइ थाहा छ। त्यही भएर म नेपाल फर्केर आफ्नो कम्पनी खोल्छु र उनीहरूलाई लिन्छु र एक्सप्लोर गर्छु। फिल्म इन्डस्ट्री पनि भनेको थिएँ। सबै त्यो आफ्नो भिजन चाहिँ एकदमै क्लियर राख्नु, नेपाल गएर के गर्छु भन्ने भिजन चाहिँ एकदमै क्लियर हुनुपर्छ र आफूले काम गरेको कुरा एकदमै म्याटर गर्छ, जुन चाहिँ आफ्नो सब्जेक्टसँग मिलोस्। अर्को मेन फ्याक्टर भनेको चाहिँ आफू सेल्फ एप्लाई गर्ने, सकिएन भने मात्रै कसैको सहारा लिने, कन्सल्टेन्सीहरूको सहारा लिने। आफूले एकदमै सेल्फ एप्लाई गर्दा चाहिँ एक्सप्लेन गर्ने बेलामा पनि फाइदा हुन्छ, त्यो इन्डाइरेक्टली फाइदा भइरहेको हुन्छ क्या। जस्तै जब अफिसरलाई एक्सप्लेन गरिन्छ त्यति बेला आफूले एप्लाई गरेको छ भने धेरैवटा चिजहरू थाहा हुन्छ आफ्नो दिमागमा। सो उसले जे सोधे पनि भन्न सकिन्छ। सो जतिसक्दो आफू एप्लाई गर्नु। अर्को मेन पोइन्ट भनेको चाहिँ जनवरी 8 मेरो बर्थडेको दिन थियो। म चाहिँ अब पक्कै पनि अफिसरले बर्थडेको बारेमा सोध्छ होला, भिजा दिन्छ होला भन्ने आश थियो। मलाई केही पनि सोधेन, यो सब मेरो भ्रम थियो। उसलाई थाहा भएर सोधेन या उसलाई थाहा भएन त्यो मलाई पनि थाहा छैन। मेरो बर्थडे थियो त्यो दिन, न अफिसरलाई थाहा भएन र ख्याल गरेन, न थाहा भएर भनेन मलाई। त्यो यदि जहाँसम्म लाग्छ थाहा भएको भए त भन्थ्यो पनि होला, पक्कै पनि ह्याप्पी बर्थडे भन्नलाई त ठुलो कुरो थिएन होला, सायद भन्थ्यो होला, तर थाहा भएन। म चाहिँ एकदम टिकासिका लाएर गएको थिएँ हो एउटा। मलाई त्यसको बारेमा केही पनि सोधेन, केही पनि भएन। मेरो बर्थडेको बारेमा थाहा भएर हो कि नथाहा भएर हो, जस केही पनि भएन र मैले भनिनँ पनि। सो टिका चाहिँ लाएर गएको थिएँ। र अर्को मेन पोइन्ट भनेको चाहिँ यदि कोही सिब्लिङहरू अथवा कोही आफन्तहरू युएसमा हुनुहुन्छ र तपाईँसँग कनेक्टेड हुन्छ, जस्तो सिब्लिङ हुनुहुन्छ भने चाहिँ डिएसमा नछुटाउनु, हालिदिनु, जे हो त्यो अनेस्ट एन्सर दिनु। बरु सिब्लिङहरूको एन्सर प्रिपेयर भएर जानु, के गर्नु हुँदैछ उहाँ सोध्नु, कहिले जानुभएको, के गर्नु हुँदैछ अहिले, के गरिरहनु भएको छ, त्यो सब कुराहरू सोध्नु। के भिजामा जानुभएको थियो, आफू बरु प्रिपेयर भएर जानु। तर त्यहाँ हाल्दिनँ भनेर त्यहाँबाट चाहिँ एक्सक्युज हुनै सकिँदैन र हुनै पाइँदैन पनि। सो त्यही भएर पनि आफ्नो सिब्लिङ हुनुहुन्छ भने चाहिँ हालिदिनु। मेरो दिदी हुनुहुन्थ्यो, मैले हालेँ त्यसमा र तर मलाई सोधेन, तर हाल्नलाई चाहिँ हाल्नु। बी अनेस्ट विथ हिम। किन थाहा हुन्छ भन्ने कुरा चाहिँ मेरो पर्सनल एक्सपिरियन्स हो, मेरो फ्यामिली एक्सपिरियन्स हो। मेरो बाबा मम्मीले पनि युएस एप्लाई गर्नुभएको थियो दिदीको थ्रुबाट। सर इन्टरप्रेटरले के एक्सप्लेन गरिदियो भन्दाखेरि तेरो कोही दाजुभाइ युएसमा छ कि छैन भनेर सोद्धाखेरि बाबाले छैन भन्नुभयो। तर हाम्रो 2 जना फुपू हुनुहुन्थ्यो युएसमा, बाबाको दिदीहरू युएसमा हुनुहुन्थ्यो। सो दाजुभाइ सोधो भनेर छैन भन्नुभयो। तर उसले आफै नाम लिदियो क्या, यो को जेठी फुपू र माइली फुपूको नाम लिदियो। सो उनीहरूलाई थाहा हुन्छ। सो हामी त्यहाँबाट एक्सक्युज हुनै सक्दैनौँ। त्यही भएर हुनुहुन्छ भने हालिदिनु। त्यही अनुसारले बरु एन्सर प्रिपेयर भएर जानु, त्यही अनुसारले जे गर्नु हुँदैछ, कुन भिजामा जानुभएको छ, के गर्नु हुँदैछ सबै भन्नु, तर त्यहाँनिर हाल्नु। अनि एकदमै टाइममा, इन्टरभ्यूमा एकदमै टाइममा पुग्नु। सो आफूलाई प्रिपेयर गर्न वेल टाइमले प्रिपेयर हुन्छ, नहातिनु। दिमागमा यति मात्रै कुरा राख्नु कि म र अफिसर मात्रै छौँ, त्यहाँनिर अरू कोही पनि छैन। दिमागमा आउनसक्छ, धेरै कुरा आउनसक्छ, अर्कोले खतरा भन्छ, अर्कोले के भन्छ, अर्कोले के भन्ला, मैले भनेको एन्सर नमिल्ला, यस्तो आउनसक्छ। हाल नदिनु। आफू अफिसर जम्मा 2 जना मात्रै छ भनेर सोच्नु,
आई टु आई कन्ट्याक्ट राख्नु, ठुलो स्वरले बोल्नु, त्यही नै हो मेन पोइन्ट भनेकै। अनि अर्को एउटा मेन पोइन्ट भनेको चाहिँ सबैजनाले नरट्नु भन्नुहुन्छ क्या सुरुमा। सो यसले सुरुमै ब्लक गरिदिन्छ क्या सबैजनाको माइन्ड। सो के गर्नु भन्दाखेरि चाहिँ आफूले सुरुमा एन्सर प्रिपेयर गर्ने बेलामा चाहिँ एप्लाई गर्ने बेला आफै सबसे मेन पोइन्ट त आफै एप्लाई गर्न खोज्नु। आफै एप्लाई गर्न खोज्दाखेरि धेरै फ्याकल्टी मेम्बरहरू थाहा हुन्छ, धेरैजनाको नाम थाहा हुन्छ, धेरैजनासँग कनेक्ट हुन्छ। त्यही भएर आफै एप्लाई गर्नुभयो भने चाहिँ तपाईँलाई त्यो प्लस पोइन्ट हुनसक्छ। र आफूले एप्लाई गरिसकेपछि एन्सर प्रिपेयर गर्ने बेलामा चाहिँ रट्नु सुरुमा चाहिँ रटिसकेपछि एन्सर स्टोर दिमागमा केही भन्नलाई त केही स्टोर हुनु पऱ्यो नि त। हो स्टोर भइसकेपछि चाहिँ तपाईँले मोडिफाई गर्दै भन्ने, हरेक कुरालाई मोडिफाई गर्दै बेग्लै मोडिफाई गर्दै त्यो आफ्नो एन्सर भन्छ त्यसपछि। हो त्यसो गर्नु त्यसपछि मोडिफाई गर्नु आफ्नो तरिकाको एन्सर भन्दै जानु। यसरी चाहिँ अगाडि बढिन्छ। अनि आई टु म त अघिदेखि भनिरहेको छु, आई टु आई कन्ट्याक्ट चाहिँ मिस नगर्नु होला। र यदि तपाईँहरू एप्लाई गर्नुहुँदैछ भने विश यु अल द बेस्ट। यदि मेरो एक्सपिरियन्स र मेरो कुराहरूले 1% पनि हेल्प भयो भने प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू। बोनस फुटेज। त्यसपछि त्यहाँबाट सिधै म नारायण सरको अफिस पुगेँ। त्यसपछि मैले सिधै मिराज दाइले भेटेँ। साथी बस्नु यो भिजा टक्क बधाई छ। चट्ट भिसा पनि आयो, अमेरिका गएर फिल्म पढेर अब फेरि नेपालको फिल्म इन्डस्ट्रीलाई एकपटक चाहिँ हल्का मचाउनुपर्छ। अब आज जन्मदिन, ह्याप्पी बर्थडे। थ्याङ्क यू सो मच। थ्याङ्क यू, कङ्ग्रेचुलेसन। सुन्दर भविष्यको लागि शुभकामना छ, बधाई छ। हजुरको आशीर्वाद सधैँ रहिरहोस्। रहिरहन्छ।